संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूको प्रधान कार्यालय कहाँ कहाँ छ, यिनीहरूको स्थापना मिति कुनै कुनैको महत्त्वपूर्ण हुन्छ। अब यिनीहरूको चाहिँ प्रधान कार्यालय कहाँ छ भन्दाखेरि श्रम, स्वास्थ्य, दूरसञ्चार र जलवायु, बौद्धिक सम्पत्ति कमाउन जेनेभा स्विजरल्यान्डमा आयौँ, इटालीको रोममा धेरै कृषि फल्ने, विश्व ब्याङ्कको मुद्रा वासिङटनमा चल्ने, बन स्विजरल्यान्डमा रहेका ए हुलाकी दाई नागरिकलाई बचाउ क्यानाडामा आई, स्पेनको मेड्रिडबाट पर्यटक आए, बेलायतको लन्डनमा सामुद्रिक माछा खाए, अस्ट्रियाको भियनामा उद्योग विकास भएको, युनेस्कोमा जाहिर खाना पेरिसतिर आएको। यो हिसाबले हामी हेर्न सक्छौँ। यसमा चाहिँ अब आइएलओ भनेको अलि पहिला नै स्थापना भयो 1919 अप्रिल 11मा होइन। त्यस पछाडि हामीले अन्यको पनि केहीको चाहिँ डब्लुएचओको हेर्नु पर्ला 1948 अप्रिल 7मा स्थापना भएको छ। अन्यको पनि हामी हेर्न सक्छौँ। त्यो सम्बन्धको कुराहरू छन् भन्ने कुरा हो ल।